झापा क्षेत्र नम्बरको बारेमा टङ्क दाल के भन्नुहुन्छ एकचोटि सुन्नुहोस् त। के लाग्छ, बालिनले जित्ला कि केपीले जित्ला? अब यो बारेमा चाहिँ मैले योभन्दा अगाडि एउटा भिडियो बनाइसकेको छु। नेपालमा इलेक्सन सिस्टम कसरी रिग्ड छ भन्ने कुरा, प्रजातन्त्र छ, पिरियोडिक इलेक्सन हुँदैछ भनेको छ, तर त्यो द्याट इलेक्सन इज नट रियल्ली अ इलेक्सन, द्याट्स भागभन्डा। त्यो मैले एउटा भिडियो निकालिसकेको छु। गेम फिक्स। अनि अहिले तपाईँसँग आज भेट्नुभन्दा अगाडि पनि मैले अर्को एउटा कन्टेन्ट क्रिएट गर्दैछु ठ्याक्कै यही बारेमा छ। त्यो भएर मसँग केही डेटा छ। जम्मा 2-3टा क्वेसन सोध्छु, धेरै क्वेसन सोध्दिनँ। केपी ओलीको निर्वाचन आयोगमा जानुहोस्, अहिले पनि पब्लिक डेटा छ। केपी ओलीको क्षेत्र नम्बर 5 मा योभन्दा अघिल्लो निर्वाचनमा कसको गठबन्धन भएको थियो एकपटक हेर्नुहोस्। केपी ओलीको 53,000 समथिङ भोट आएको छ। त्यो भोटको लिस्टमा हेर्नुहोस् कुन कुन पार्टीहरूको चाहिँ चुनाव चिन्ह गायब छ, त्यहाँ किन गायब भयो। अनि त्यही ठाउँमा समानुपातिको चाहिँ मत हेर्नुहोस्, फेरि तिनै चुनाव चिन्ह किन फिर्ता आएका छन् त्यो ठाउँमा। अनि अब तपाईँको स्थानीय निर्वाचनमा गएर वडाको चाहिँ कसले कति पाएछ भनेर जम्मा गर्नुहोस्, त्यही भित्रै छ एन्सर, कहीँ पनि जानु पर्दैन। अनि मैले राप्रपाको चाहिँ निकै माथिल्लो लेभलका मान्छेहरूलाई पनि यो क्वेसन सोधेको छु, फेरि पनि यहीँ सोध्दैछु। त्यो के भने तपाईँहरू हिजो गठबन्धन चाहिँ एमालेसँग गर्ने, लिङ्गदेनले ओलीसँग, ओलीले लिङ्गदेनसँग गरेर आफू मिलेर आफ्नो आफ्नो क्षेत्रबाट उठ्ने, अनि आज चाहिँ राप्रपाले बडो राष्ट्रवादी भएर एमाले बर्बाद गर्यो, एमाले चाहिँ ठिक छैन भन्दै उफ्रिएको त मिनिङ आउँदैन। कमल थापाले हिजो सूर्यको चुनाव चिन्ह लिएर भोट जितेको होइन, किन त्यसो गर्नु पर्यो, के कारण पर्यो? यसले जित्ने कि केपी ओलीले जित्ने भन्ने कुरा चाहिँ अब तुरुन्तै म यस पछाडि त्यो भिडियो निकाल्दैछु, त्यो भिडियोमा हेर्नु होला। त्यसबाट त्यसमा छर्लङ हुन्छ, सबै चिरफार गरेको छु मैले डेटा सहित।